घरमा यति धेरै मान्छेहरू छन् तर पनि मैले नै भाँडा माझ्नु पर्छ भनेर राधा भाउजू रिसाइरहेका छन्। काम गर्नुपर्छ भनेर दिनभरि टोल्लिनु लागेको होला नि बजारतिर काम खोज्नको लागि भनेर राधाले भनिरहेका छन्। आउनुहोस् साथीहरू एकैछिन यो भिडियो हेर्नुहोस्। घरभरि मान्छे थुप्रेका छन्, जुठो भाँडा भने मैले माझ्नु परेछ। खायो ओरे डम्म परेर बस्यो। मालिकनीहरू काहीँ नभएका यस्तालाई पनि भाइ बुहारी भनेर घरमा भित्र्याएर राख्नु पर्ने। घरको काम गर्नुपर्छ भनेर कता गएर मन्टो लुकाएर बसेका होला नि। काहीँ नभएको कामचोरहरू बेलुका आउँछ होला नि लरक लरक लर्किँदै। राधा भने एकदमै धेरै रिसाइरहेका छन् कि कता काम टोलिनुलाई गएको होला नि काम गर्नुपर्छ भनेर। तर यो कुरा बहिनीलाई चित्त बुझ्दैन र बहिनीले भन्छन् कि कतै बाटोमा अप्ठ्यारो परेर नआएको हुनसक्छ, तपाईँ कति किचिज गरिरहनु भएको। भोलिको दिनमा केही नराम्रो सुन्नु छ भने अघिल्लो रात नै मलाई सपनाले सबै बताएको हुन्छ। त्यसैले मलाई त साह्रै डर लागेको छ, कतै दाइ भाउजूलाई बाटोमा अप्ठ्यारो त पर्दैन। हिँड्नुस् घर जाम। कसको घर जाने? अहिले त मसित न त आफ्नो घर नै रह्यो न त मेरो बारेमा चिन्ता लिने कोही मान्छे यो संसारमा नै रहे। रिताले तपाईँलाई एक न एक दिन छोडेरै जानी थिए, तर समयमै छोडेर गएर राम्रो भयो। एकचोटि सोच्नुहोस् त, तपाईँको बालबच्चा भएर उसले छोडेको भए तपाईँलाई कति गाह्रो हुन्थ्यो। जब रिताले बसन्तलाई छोडपत्र दिएर उसँग बिदामाती भएर जान्छन्, बसन्त एकदमै धेरै दुखी भइरहेका छन्। बिहे नभएको 1 वर्षमै छोडपत्र दिएर गए रिताले भनेर यस्तो अवस्थामा पनि रिताले मलाई छोडेर गए, यो समाजले के भन्लान् भनेर सोचिरहेका छन्। अहिले यो कुरो रिता, इन्द्रे र बसन्त बाहेक अरू कसैलाई पनि थाहा छैन। घर परिवारले थाहा भयो भने झन् के हालत होला, त्यही सोचेर बाटोमा बसिरहेका थिए। र त्यतिकैमा इन्द्रे आएर भन्छन्, तपाईँलाई समयमै रिताले छोडेर गयो, झन् आनन्द भयो। एकचोटि सोच्नुहोस् त, पछि बालबच्चा भइसकेर तपाईँलाई छोडेको भए त्यो बालबच्चाको के हालत हुन्थ्यो होला। अब तपाईँले आफ्नो आमाको लागि भए पनि तपाईँले अब बाँच्नुपर्छ, तपाईँ अकालमै मर्नु हुँदैन। तपाईँले अब आफ्नो आमालाई त्यहाँ पिन्जडाबाट निकाल्नुपर्छ भनेर इन्द्रले पनि अलि हौसला दिन्छन् र केही मलाई के भइहाल्यो भने म तपाईँलाई कल गर्छु, तपाईँ आउनु, अहिले म एक्लै जान्छु भनेर बसन्त आमालाई लिन गएका थिए। र त्यहाँ गएर त्यहाँ पुग्दाखेरि सौतनी बाउले भने आमालाई अभद्र व्यवहार गरिरहेका थिए। र त्यतिकैमा बसन्त पुगेर सौतनी बाउलाई 2-4 झपट लगाइन्छन् र आमालाई ल्याउने छाटकाट देखिसकेका छन्। अहिले यदि मैले नभनिकन यहाँ आमालाई लिएर गइस् भने तँलाई यहीँ ठाउँको ठाउँ गायब गर्छु भनेर भनिरहेका थिए, धम्कीहरू दिइरहेका थिए। तर बसन्त एकदमै कडा भएर यदि तपाईँले मान्नु भएन भने म तपाईँलाई पुलिस केस गरिदिन्छु यताउता भनिसकेका छन् बसन्तले। अहिले भने बसन्तले आमालाई ल्याउने छाटकाट देखिसकेका छ। सो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला है त।